एक महिनामा नेपालमा 1 लाख रुपियाँ कमाउने च्यालेन्जको आज 19औं दिनको ब्लगमा स्वागत छ साथीहरू। आज पनि म यसरी बिहानै उठेर टक्क दुध बेला गरेर रेडी बनाएर लाग्छु। अनि यसरी दुध लगेपछि अब यहाँ पैसा पनि दिनुपर्ने हुन्छ। पैसा यसरी दिँदै म अब बढ्छु अगाडि बढेपछि अब यसरी टक्क दुध दिन जान्छु। अब प्राय घरमा चाहिँ मैले दुध दिने ठाउँमा मान्छे भेट्दिनँ। अनि यसरी बाहिरै बोतलमा ठ्याक्क राखिदिएर सरर अगाडि बढिन्छ। अनि यसरी मान्छे नभएको अब त्यहाँ बोलाउन ढिलो हुन्छ, त्यस्तो ठाउँमा चाहिँ म ठ्याक्क बाटोमै राखिदिन्छु अगाडि, घर अगाडि। अनि बढ्छु अगाडि। अब मान्छे भएको ठाउँमा निस्किहाल्नुहुन्छ, नभएको ठाउँमा यसरी कहाँ हुन्छ अब सजिलो त्यहाँ घर अगाडि ठ्याक्क राखिन्छ। यसरी कसैको आँगनमै राखिन्छ, त्यहाँबाट बढिन्छ अगाडि। त्यस पछाडि यता पनि मान्छे भेटिन्न, नभेटेपछि बाटोमै राखिदिने हो, हिँड्ने हो सुई यहाँको चाहिँ सुई हिँड्ने, घर अगाडि लगेर राखिदिने, अगाडि बढ्ने। अनि यसरी गएपछि कुनै ठाउँमा चाहिँ 3-4 ठाउँको दुध एकै ठाउँ राखिदिने छेउछाउको, त्यहाँबाट फेरि अगाडि बढ्ने। यसरी गएपछि दुध दिने ठाउँमा कति ठाउँमा चाहिँ यसरी बोरामा बोतलहरू हालेर राखिदिनु भएको हुन्छ, नयाँ बोतलहरू ठ्याक्क भेलासेला गर्ने, अगाडि बढ्ने। अनि अब मान्छे आउन ढिलो हुने ठाउँमा चाहिँ आफै चट्ट उत्रिने, बरु बोतलको एउटा दुध त्यहाँ अगाडि राखिदिने, आयो भन्ने गराउने, कुदिहाल्ने। यो लुगा चाहिँ चेन्ज भएको छ साथीहरू यो ठाउँमा, किन भन्दाखेरि यो 2 दिन लाएर खिचेको भिडियो हो। 2-3 दिन लाएर होइन, एकै दिन त अब ब्याट्रीले भ्याउँदैन क्यामेराको, त्यही भएर सट्ट यहाँ अब अगाडि लगेर ठ्याक्क राखिदिने। हिजोको बोतल राखिदिनु भएको हुन्छ, ठ्याक्क आफ्नो बोतल बोक्ने, लागिहाल्ने बाटो। त्यहाँ धेरै बेर बस्नु हुँदैन, गफसप गर्न थाल्यो भने त फेरि ढिलो हुन्छ। अनि कति ठाउँमा त अब यसरी मान्छे माथि माथिल्लो तलामा बस्नु भएको हुन्छ, ठ्याक्क तल यसरी झोला झारिदिनुहुन्छ। झोलामा बोतल हिजोको अब आजको दुध त्यहाँ ठ्याक्क राखिदिने, त्यहाँबाट फेरि चल्दिहाल्ने। यसरी बाटोमा जाँदै मन्दिरमा गुरुबा आउनुहुन्छ, गुरुबाले टिका लगाइदिनुहुन्छ, आशीर्वाद एकदम दिनुहुन्छ। अनि त्यहाँबाट म फेरि बढ्छु अगाडि। अनि फेरि काम सुरु भइहाल्छ, बोरा बोक्ने के बोक्ने, भाडा सुरु भइहाल्छ। त्यस पछाडि म जान्छु धानसान पनि पेलाउन जान्छु, मिलसम्म लगिदिनु पर्ने हुन्छ। ठ्याक्क मिलमा लगेर यसरी उतार्ने ओर्ने के गर्ने काम हुन्छ। अनि यो सामानहरू पुर्याउनु पर्ने हुन्छ ठाउँमा, कता सामान पनि म लगिदिन्छु, पुर्याइदिन्छु। अनि त्यसपछि अब कता भाडासाडा कुद्ने काम पनि भइरहेछ। अब आजभोलि म अलिक दिउँसो मात्रै कुद्दैछु, यहाँ राति चाहिँ अलि भाडा नकुद्ने भन्ने चाहिँ उर्दी जाडी भएको छ घरबाट। त्यसो हुँदाखेरि दिउँसो काम गरेर यस्तै हाम्रो मिसन 1 लाख चल्दैछ साथीहरू। अब मेहनत गरिँदैछ, 1 लाख पुग्दैन आफ्नो ठाउँमा छ, भरिसके पुर्याउन खोजिँदैछ। भिडियो कस्तो लाग्दैछ साथीहरू, मन परे यसो लाइक कमेन्ट फलो गरेर साथ दिनु होला है त। नेपालमै बसेर 1 महिनामा 1 लाख रुपियाँ कमाउने च्यालेन्ज छ, पुग्दैन हेरौँ, अन्तिमसम्म हेर्नु होला। अब सेयर बजार पनि यसरी ठिकै हुँदैछ, अलिअलि पैसा यताबाट पनि तानतुन पारेर 1 लाख पुर्याउँला भन्ने छ साथीहरू।